नमस्कार साथीहरू, आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ नेपालका 5 चर्चित राष्ट्रिय महिला फुटबल खेलाडीहरूको बारेमा। उहाँहरूको घर, उहाँहरूको उमेर, विवाहित हुन् कि अविवाहित हुन् लगायतका अरू कुराहरू बुझ्नेछौँ। आउनुस् भिडियोलाई सुरु गरौँ। साथीहरू, हाम्रो 5औं नम्बरमा हुनुहुन्छ अनिता बस्नेत। अनिता बस्नेतको जन्म विक्रम सम्वत 2050 साल माघ 27 गते तेह्रथुम जिल्लाको समदु गाउँमा भएको हो। अनिता अहिले 31 वर्ष पुग्नु भएको छ र अविवाहित हुनुहुन्छ। उहाँको फुटबल यात्रा 2012 मा एफएफ क्लबबाट सुरु भएको हो भने 2014 मा उहाँले नेपाल राष्ट्रिय महिला फुटबल टिमको सदस्यका रूपमा डेब्यु गर्नुभयो। अनिता बस्नेतले नेपालको लागि हालसम्म 26 अन्तर्राष्ट्रिय खेल खेलिसक्नु भएको छ। 2024 मा डब्ल्युएफएफ महिला च्याम्पियनसिपमा उनले सिरिया विरुद्धको खेलमा कर्नरबाटै गोल गर्दै नेपाललाई 4-1 को विजय दिलाउन सफल हुनुभएको थियो। उहाँको उत्कृष्ट प्रदर्शनको कदर गर्दै साउदी अरबका शेरुलिम्बू समूहले उहाँलाई 55,000 रुपैयाँ नगद पुरस्कार प्रदान गरेको थियो। उहाँको सङ्घर्ष र सफलता नेपाली महिला फुटबलका लागि प्रेरणाको स्रोत बनेको छ। हाम्रो 4थो नम्बरमा हुनुहुन्छ प्रीति राई। प्रीति कुलुङ राई अक्का प्रीति राई भनेर चिनिने उहाँ नेपाली महिला फुटबलका एक प्रमुख खेलाडी हुन्। उहाँको जन्म विक्रम सम्वत 2061 साल मङ्सिर 5 गते काठमाडौँमा भएको हो र हाल उहाँ 21 वर्षको मात्र पुग्नु भएको छ। उहाँ मिडफिल्डरको रूपमा खेल्नुहुन्छ। प्रीति राईको फुटबल यात्रा 2015 देखि सुरु भएको हो। विभिन्न साना र ठुला खेलहरू खेल्दै उहाँले जिल्ला र राष्ट्रिय स्तरको खेल खेल्न थाल्नुभयो। 2021 मा बङ्गलादेश विरुद्धको मैत्रीपूर्ण खेलबाट उहाँले नेपाल महिला राष्ट्रिय टिमको लागि डेब्यु गर्नुभयो। सोही खेलको 22औं मिनेटमा शानदार गोल गर्दै टिमलाई 2-1 को जित दिलाउनुभयो। हालसम्म उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका थुप्रै खेलहरू खेलिसक्नुभएका छन् र आफूलाई एक कुशल खेलाडीको रूपमा स्थापित गरिसक्नु भएको छ। यसैगरी हाम्रो तेस्रो नम्बरमा हुनुहुन्छ एन्जिला तुम्बापो सुब्बा। एन्जिला एक प्रमुख नेपाली फुटबल खेलाडी हुन् जसले गोलकिपरको रूपमा आफ्नो विशेष क्षमता र दक्षताका लागि प्रशंसा प्राप्त गर्नुभएको छ। उहाँको जन्म विक्रम सम्वत 2055 साल श्रावण 10 गते नेपालको पाँचथर जिल्लामा भएको हो। अहिले उहाँ 26 वर्ष पुग्नु भएको छ। 16 वर्षको उमेरदेखि नै फुटबल खेल्न थाल्नुभएको एन्जिला 2012 मा एपीएफ महिला फुटबल टिममा सामेल हुनुभयो र उहाँ सो टिमकी पहिलो गोलकिपर बन्नुभयो। एन्जिलाले विभिन्न घरेलु प्रतियोगिताहरू खेलिसक्नु भएको भए पनि उहाँको अन्तर्राष्ट्रिय डेब्यु भने 2014 को साफ च्याम्पियनसिपबाट भएको हो। एन्जिला नेपाली महिला फुटबल टिमकी कप्तान पनि हुन्। उहाँले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा सहभागी भई थुप्रै पुरस्कारहरूबाट सम्मानित हुनुभएको छ। हालसालै उहाँको जीवनमा आधारित रहेर एउटा चलचित्र बनाइएको छ र प्रदर्शन भइरहेको छ। तपाईहरूले चलचित्र हेर्नुभयो कि भएन? हेर्नुभएको छ भने कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। हाम्रो दोस्रो नम्बरमा हुन्छ अन्जना राणा मगर। अन्जना राणा मगर नेपालको महिला राष्ट्रिय खेलाडी टिमका लागि गोलकिपरको रूपमा खेल्नुहुन्छ। उहाँको जर्सी नम्बर 20 हो। उहाँको जन्म विक्रम सम्वत 2058 साल 4 गते रौतहट नेपालमा भएको हो। हाल उहाँको उमेर 23 वर्ष रहेको छ। अन्जना राणा मगरको विवाह 2023 मा भक्तपुर निवासी अविरल लामासँग भएको हो। अन्जनाले 2016 मा 15 वर्षको उमेरमा नेपाल महिला राष्ट्रिय फुटबल टोलीको लागि डेब्यु गर्नुभयो र अहिलेको समयमा नेपाली महिला फुटबलमा प्रमुख गोलकिपरको रूपमा आफूलाई स्थापित गर्नुभएको छ। उनको सबैभन्दा प्रसिद्ध प्रदर्शन 2024 को साफ महिला च्याम्पियनसिपको सेमी फाइनलमा भारत विरुद्ध 2वटा पेनाल्टी बचाउँदै नेपाललाई फाइनलमा पुर्याउनु भएको थियो। हाल उहाँ आर्मी क्लबका लागि गोलकिपरको रूपमा खेल्दै आउनु भएको छ। हाम्रो पहिलो नम्बरमा हुनुहुन्छ सवित्रा भण्डारी। नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सबैभन्दा चर्चित र सफल खेलाडी मध्ये एक सवित्रा भण्डारी, जसलाई हामी साम्बाको उपनामले चिन्ने गर्दछौँ। विक्रम सम्वत 2055 सालको जेठ 13 गते लमजुङ जिल्लाको सिम्पानी गाउँमा एक साधारण परिवारमा जन्मिनु भएको साम्बा हाल
26 वर्ष पुग्नु भएको छ भने उहाँ अहिलेसम्म अविवाहित हुनुहुन्छ। सानै उमेरदेखि खेलप्रति रुचि राख्ने साम्बा प्राय आफ्नो काम छिटो सकाएर फुटबल खेल्न जानुहुन्थ्यो। विभिन्न पारिवारिक र सामाजिक चुनौतीहरूका बीच उनले आफ्नो खेल जीवन अगाडि बढाउनु भयो। आफ्ना सङ्घर्षहरू पार गर्दै उनी एफएफ हुँदै नेपाली राष्ट्रिय टोलीसम्म पुग्नुभयो। आजको मितिमा साम्बा नेपाली महिला फुटबलकै सर्वाधिक गोल गर्ने खेलाडी हुन्। हाल साम्बा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लबहरूमा आबद्ध भई सक्रिय रूपमा फुटबल खेलिरहनु भएको छ। साथीहरू, आशा छ तपाईहरुलाई यो भिडियो राम्रो लाग्यो होला। कृपया तल कमेन्ट गर्न नबिर्सनुहोस्। साथै आफ्नो फेभरेट खेलाडी को हुन् लेख्नु होला र हाम्रो अर्को भिडियो व्यक्ति विशेषको बारेमा हुनेछ। फेरि भेटौँला अर्को भिडियोमा। जय देश, जय नेपाल।